यो चाहिँ स्लाइडिङको लागि हो। अनि यसरी गदा जस्तो यो फलामको पत्ता तान्नुपर्छ क्या, पुरै यसरी यो तान्नुपर्ने हुन्छ। अनि यो पुर्याउनु पर्ने चाहिँ यता यो उकालो डल्लो परेर लगेर यहाँ माथि लानुपर्ने हुन्छ होइन। अनि यता माथि यस्तो छ कि यो यति तातो छ, यो फलाम छुनु सकिँदैन। यस्तो पन्जा लाउने अनि पन्जाले लाएर चाहिँ तान्ने हो। अनि यता पनि छ रोलर कोस्टर, रेल यतापट्टि पनि छ, उता पनि छ, खेल्छ जिप लाइन, स्विमिङ। यता चाहिँ पछाडिपट्टि हेप्पील्यान्डको पछाडिपट्टि बनिरहेछ। तान्नुपर्ने काम चाहिँ यसरी हो, फलामको पत्तालाई डल्लो परेर गदा जस्तो गरेर तान्नुपर्छ। म पनि जानुपर्छ त्यसरी तानेर ल्याउनुपर्छ होइन। यस्तो गरेर यो उकालो यहाँनिर चाहिँ साह्रो पर्छ क्या, यहाँ जहाँ म बसेको अगाडि ठ्याक्कै यहाँसम्म ल्याउनु। अनि फेरि यता चाहिँ अलिकति ओह्रालो छ, अलिक सहज हुन्छ। अनि त्यहाँदेखि त्यहाँ पर उकालो छ अलिक, त्यहाँदेखि माथि टपमा चाहिँ लानु निकै साह्रो पर्छ होला भन्ने अन्दाज छ हाम्रो। तिनजनाले डल्लो परेर तान्नु परिरहेछ। तिनजनाको तेल निस्किरहेछ। म पनि जानुपर्ने छ है। एक गियर भन्दै दिँदै हो लुङ्गाहरूले।